स्टार्ट त 1 2 3 गो हेलो गाइस वेलकम टु आवर साथीको ब्लग हैन साथीको हालत चाहिँ यस्तो छ ब्लगरको हालत अर्को स्कुटीवाला म्याडम उता हुनुहुन्छ हाम्रो अनि आज हामी कहाँ जान आँटेको त साथीहरू भन्नुस् ठीक से भएको छैन कहाँ हो कहाँ भरे घर साथीहरू तपाईहरु नझुकिनु होला तपाईहरु नझुकिनु होला यिनीहरु योमा फिल्टरमा टिकटकमा त रियल लाइफ हालत यस्तो छ साथीहरू यिनी चाहिँ अलिक राम्रो नै छिन् यसो अलिकति चटक चुटुकै परेको छिन् हाम्रो हाइवे यो चाहिँ म यहाँ क्यामेरामेन छु यहाँ हाम्रो पाटको घर सोनिका पाटको घर हो यो चाहिँ एकछिनभित्र छिरेर आउने रे हामी चाहिँ यहाँ वेट गर्ने हिरोइन त जाँदैछ गाइस यो चाहिँ परम्परा कुखुरा झन्डै मारो कुखुरा गाईले कुखुरा झन्डै मारेर गाइस कुखुरा अडाएको गाइस अहिले ट्री हाउस जाँदैछु ट्री हाउस आइसक्यो मैले गाइस बाटो चाहिँ यस्तो छ है आम्मामा बाटो चाहिँ यस्तो छ ऊ त्यही हो ट्री हाउस यही हो गाइस ट्री हाउस अरे कहाँ थियो दामी यहाँ होइन नि पर हामी एकचोटि बसेको कस्तो राम्रो बनाएको छ पानी खिमा बस्न दामी थियो क्या त्यो पुल जस्तो एकचोटि गएर साथीहरू त्यो सोध्नुपर्छ पानी खिमा बस्न दामी त्यो ट्री हाउस कहाँ हो यहाँ मलाई अझै थाहा छैन हेर यसले हामीलाई हिँडाएर आफू चाहिँ हिँडेको हामीलाई चाहिँ दुईजना हिँडाएर यही हो अस्ति लड्ने साथी चाहिँ गाइस थाहा छ होला नि यही हो यहाँ बस्दा हुन्छ जय नेपाल अरे ल गाइस हाम्रो लोकेसन चाहिँ यही हो कस्तो छ मेरो झ्याम्पुतली साथीहरू आफू चाहिँ नि कुतली आफू चाहिँ बटरफ्लाई कस्तो अरे देखाइदियो कस्तो अरे पंछी बनूं उड़ती फिरूं मस्त यहाँ भाँचिन त भाँचिँदैन नि ल त दामी रहेछ यार मैले भनेको त राम्रो छ भनेर आइज ए म त फेरि क्यामेरा त फेरि फोकस हो नि फेरि सबलाई छ त्यो चम्ची कहाँ छ चम्ची एउटा मात्रै छ त एउटा मात्रै लिएको छ मैले मोमो चेस्ट गर्नु न ल यहाँ एक अचार चाहिँ हाल्नु न अचार यो भित्र हालेर यहाँ उयो गर्ने क्या अचार जति हुँदैन एकचोटि मात्रै गरिराख्नु न पनि हाल्नु न अचार खाइन्छ अब खानालाई रेडी हुँदैछ मोटी दिए मलाई त मोटीलाई मोटी देख्छ गाइस म जस्तो पतली हुनुपर्छ म जस्तो पतली हो हजुर हो तपाईँ त एकदमै पातली हुनुहुन्छ आमा अचार त कति के साह्रो हाल्दैछ हौ ल छोड्दैन के गर्दै हो गाइस अब चाहिँ हामी खाना लागेको सुरु गरौँ ल मोमो सुरुमा मोमो खाने नि नेपाली हो नि त नेपाली जहाँ गयो नि 1 2 3 गो चेस सिप्यो मेरो त मिठो रहेछ है मोमो त अचारमा अलिक मजाले ठ्याक्कै होइन उछिटेर मोमो ए
हटा छेट यसबाट कस्तो मिठो भयो डुङ्ग्रीमा मिठो है अचार दामी है मोमो पनि कस्तो मिठो क्या है ससेज पनि टेस्ट गरौँ गाइस चाउचाउसँग खाने होला सुरुमा होइन मोमोको अचार चाहिँ दामी लाग्यो मलाई चाउचाउ पनि खाइदिउँ है बिग बाइट ल सबैजनाले ल लिया न ल 2 3 go cheers अहिले हाल्नु है ससेज लिया न भान पर्दैन ल दामी के अचार cheers वाउ मैले बनाएको कस्तो भयो त गाइस सब किनेको यो बनाउनु त मैले बनाएको हुन्छ किन्ने पनि चाउचाउ बनाएको बिचराले ससेज पनि मैले बनाएको अन्डा अन्डाको घोल चाहिँ मैले तासेको मैले के गरेँ किचन पुजेको मैले गाइस सफा गरेको किचन सफा गरेको मैले ससेज कुकुसको फेभरेट हो मेरो फेभरेट हो रामेनमा खानु ल अन्डा त्यो पनि चेयर्स गरौँ न त नि हालेर दामी हो अनि त्यही भने क्या cheers के लागेर त अब भयो हामीले त्यो दाल भन्ने हामीले मिठो भयो आमामा कस्तो बिग बाइट हो दामी भयो बनाउने मान्छेले मिठो बनाएपछि मिठो हुनु त लास्ट भयो यार के गरेको सुन्नु पनि त अच्छा यसले मसला हाल्दैछ आफ्नो भागमा हालेर खा होइन अमिले त मेरो फेभरेट हो है मोमो चाहिँ मेरो फेभरेट हो गाइस सबैको फेभरेट हो मोमो अमिले त मेरो जान हो जान तर मोमो तर साँच्चै यसले कस्तो अमिलो बनाइ पठायो कस्तो अमिलो भयो नि अचार चाख्दा अब अहिले कस्तो मिठो थियो अर्को छ त अर्को पनि यो तिनवटा हालेको छु यहाँ मैले ठिकै छ त है बिग्रेड टेस्ट छ जस्तो लाग्छ मलाई त होइन धेरै लाएर हौ अलिकति मात्रै हालेको छ उयो मसला हालेको थियो यसले जहिले टेस्ट बिगार्छ होइन यसको खानेकुरामा अनि मेरो खान्छ अनि बिगार्दैन कस्तो मिठो अचार छ अमिलो हालेर यता छैन ल यता छैन गाली खाइहालिस् अब ल के भयो त मोमो बिग बाइट अब न सबैजना खान्छ एउटा एउटा कप्पै खाम ल ल ल वान यसले त बिग बाइट नै भने यसको 1 2 3 go अच्छा छैन अरू कतै हालेको तैँले वाउ मिठो भयो आदिन ससेज तिमीहरू खाऊ म त मोमै खान्छु चाउचाउ त हेरेको चाउचाउ सबैले हेर्छ चाउचाउ हेरेको ओ सबैले यसरी खानु यसरी चाउचाउ र रामेन यसरी बिग बाइट वाला बिग बाइट चाउचाउ यसरी खानु अलिक धेरै बाइट हाल्न त बिगै छ मेरो त होइन त्यसमा अलिक अझै हाल भयो बिग भयो ल बिग ल वा आमामा छिटो झरिसक्यो वा ओइ तपाईँ बिग हाल भएन बिग भएन बिग भयो निकाल अर्को यो ममा खान्छ अर्को त्यो त होइन अर्को भयो वान भएन यसको ममै कहिले हुँदैन अर्को ममा खान्छ त अलिक हाल्न गाउँछौ भप्पै हाल सानो मान्छे ल आम्मा ल 1 2 3 go म भरि तले खाँदैछु मामी बिन्दास तरिकाले है मोमो मिठो हामी कति ज्ञानी छौँ पानी पनि आफै लिएर आएको खाने सामान पनि आफै बनाएको
हेर त मामा चोर हेर तिमीहरू पुरा टिप्दै थियो कि म कस्तो जोल दिएको क्या नआएको हो मामा चोरहरू यहाँबाट झिक्दै खाँदैछु म त एकबाट पनि झिकेर खाइछु कि मेरोबाट नि मेरै मात्रै मामा रहे तेरो मात्रै झिकेर खाएको छु मैले ओइ राखेँ त खा खा मासुको बास्ना ल्याऊ आई लभ मोमो सिकाइ आइसक्यो ल खाएँ म त सक्दिनँ मोमो त नाक्क भयो मजा भयो अन्डा खायो खाइदिएको ए यो दे न यो सब खान्छु म रानी रानीसँग तिमीहरू खाएको ससेस खा तिमीहरू आधी मात्रै खाऊ भने गम्पा खाएछ यसले त जाऊ खाऊ तिमी ऋतुला दे ऋतुला मेरो अन्डा एरी त गर्न बसेर जानुहोस् न चौचौँ अलिक ना 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 छोटो नहाल्दे कहिले कम्ती हाल्यो नि त न्याक्निके गर्नेमै मात्र रहेछ कि यिनीहरूले भयो म त यहाँ के भयो मुखहरू पनि कस्तै हाउ है मुख भरि लाग्यो अहिले भरि लाएर बरु हिँड्नुपर्छ बुद्धि कहिले नआउने दुई प्याकेट सफा गरेर जानुपर्छ सफा सफा गरिदिनु चाहिँ बिर्सिनु हुँदैन त्यो भयो भने चाहिँ रिजुको मुख हेर त मेरो त बरु मुख राम्रै छ कस्तो स्वाद ए हुन्छ मुख भइ लाग्नु मेरो त सेतो छ गाई सर्ट पनि कस्तो मिल्दैन ऊ यसको पाक्नु कस्तो हुँदैन कहिले पनि मलाई चाहिँ बुझेको मेरोमा ओइ कसो गरेछु अहिले उयस अन्डा खाइदिन्छु म त आफ्नो खानिदिनु हुँदैन गाडी त्यो पनि भनेर खाएर आमामा कस्तो चाहिँ बिस रुपियाँ पि भयो धेरै मसा भइसक्यो आमामा त तपाईँहरू बिगारेर खै एउटा एकचोटि खा मेरो एउटा खाऊँ सबैजना तिनवटा एउटा हो सबैजना लास्ट मोमो ओइ म त सक्दिनँ यार लास्ट मोमो वान म त अमिलो हाल्छु अनि मात्रै मिल्छ वान ल खाऊँ 1 2 3 गो वाउ इनफ भइसक्यो इनफ इनफ अमिलो खै दाम परेछ हावामा पनि चल्यो पाइँदैन लास्ट टाइम खाने चाहिँ मैले छ मान्छेहरू मुख बन्द गर्दाखेरि चाहिँ कसरी गेममा मजाले बोलेर खान्छ हौ प्लानिङ त हुन्छ आउँदैन। के हुन्छ हाम्रो त नि फाइट हुने अब खायो कस्तो अमिलो सक्थेको हौ नसक्थ्यो है मेरो अमिलो त हाम्रो यस्तो हुन्छ क्या कन्भर्सेसन मान्छेहरू कति मजाले बोलेर खान्छ है हाम्रो कन्भर्सेसन ए तैँले अन्डा छोडिदिन्छ मेरो अन्डा मेरो अमिलो आमामा मेरो स्काप त कि यिनीहरूको त पर्सनल एङ्करचिप भएछ ल्या हात पुसौँ पुसी त गयो धुनुपर्छ फेरि अब राम्री घुम्न खाइसक्यो गाइस लिपस्टिक है गाइस चौचौ ओ यो अब म चाहिँ इनफ भयो एक एक चम्ची लु अब एक एक चम्ची नाटक गर्छ एक एक चम्ची छिटो एक चम्ची उठा फुड वेस्ट गर्नु हुँदैन ल 1 मजा होला है गाइस यी मेरो ल 1 2 3 गो चेस लास्ट बाइट भयो लास्ट बाइट दिस वाज द लास्ट बाइट हाम्रो साथी जिन्दाबाद छ यहाँ चकाएको हुन्छ र होइन वेस्ट गरिदिनुहोस् भन्नु मैले चकाएको हो र ल यस्तै हुन्छ हाम्रो कन्भर्सेसन अहिले सबै सुन्नुहोस् है guys, सफा हरू। गरौँ है सफा
खाएपछि सफा गर्नुपर्छ यसरी पब्लिक प्लेसमा फोहोर राख्नु एकछिन अमिलो म निचार्छु गाइस मलाई एकछिन अमिलो निचार्नु वेस्ट त गर्नु हुँदैन हाम्रो साथी जिन्दाबाद भन्दै ऊ मलाई मलाई भन्दै अमिलो हाम्रो साथी जिन्दाबाद यहाँ साथी साथी जिन्दाबादी अब अर्कोलाई पनि होला अमिलो खाँदैन अर्को त ल ओ यो टिपो त अमिलो दामी भन्छ नि त अन्त पानी पास गर साथी यो त लास्टमा नहाले खाएको तातेर खाएको चाहिँ नहाले यो झन् पुरा गाइस यो चाहिँ लास्टमा अमिलो च्यालेन्ज लास्टमा उभिएर नो एक्सप्रेसन हैन एक्सप्रेसन बिना कसले खान्छ है एकछिन एक्सप्रेसन बिना है ल एक्सप्रेसन बिना यो के ल 1 एक्सप्रेसन ओ यो बोक्रा खाने सबै दिनु पर्ने सबै 1 2 3 गो म हेर्छु बोक्रा दिन खाने बोक्रा थाल्यो मलाई है म चाहिँ अमिलो के अरे लभर होइन कि मिठो भयो फेरि अर्को खाने आधा खाम उसको र मेरो निक्लेन फेरि कम्पिटिसन हुन्छ ल है म आउट भएको म सक्दिनँ यसो ल ल है फेरि पनि गर्न पाएँ एक्सप्रेसन ल एकछिन पानी खानु न त न म यसमा नकआउट है गाइस म नकआउट 1 2 3 गो अमिलो लभर तरी खाँदैछ मसला चाट अब चाहिँ हामी जानुलाई रेडी हुँदैछौँ स्टार्ट गर गाडी अब चाहिँ हामी निस्किसकेको यहाँबाट लडाउँछ होला हो लडायो भने लड्दिउँ न त यतापट्टि राम्रो बाटो रहेछ है हामी कस्तो राम्रो बाटो घुमेर आयौँ नि ओके गाइस आजको लागि यति नै फेरि नेक्स्ट भिडियोमा भेटौँला थ्याङ्क यू फर वाचिङ बाई बाई